सदन र संसदीय अभ्यासको बारेमा जुन एक किसिमको सरोकार उठ्यो यहाँ, त्यो जुन असन्तुष्टिहरू भयो, त्यस्तो किसिमको असन्तुष्टि प्रति हाम्रो पनि समर्थन छ। सदनलाई एउटा शालीन, भद्र र संसदीय प्रणाली, संविधान कानून अन्तर्गत अभ्यास गरियोस् भन्ने हाम्रो पनि अनुरोध छ। तर त्यो अनुरोध गर्दै गर्दा म तात्कालीन प्रधानमन्त्री प्रचण्डज्यू रोस्टममा गएर बोल्दै गर्दा अहिलेको सत्ता पक्षबाट भएको अराजकता पनि उहाँहरूलाई सम्झेर सुध्रिने सुझाव पनि दिन्छु कि त्यो बेला चाहिँ तपाईहरूले के गर्नुभएको थियो र आज एउटा सांसदले गर्दै गर्दा तपाईहरूलाई क्षम्य भएन। हामीलाई पनि त्यो बेला भएको थिएन, आज पनि भएन। हामी त्यो बेला पनि विरोध गर्यौं, आज पनि विरोध गर्छौं। त्यस्तो नगर्दिनुस्, त्यो हामी सिक्न चाहदैनौं भनेर प्रधानमन्त्रीजी आज आएर बोल्नुभयो। उहाँको प्राथमिकता विदेश भ्रमणमा धेरै थियो। हाम्रो सुन्ने इच्छा र हाम्रो आकांक्षा र हाम्रो अपेक्षा यो अहिले भइराखेको राजनीतिक जुन तरलता छ, सदनमा प्रश्नहरू छ, त्यता बढी केन्द्रित भइदिनु हुन्थ्यो कि भन्नेतिर थियो। तर खैर, हामी अर्को मौका कुरौँला। आज मौन बस्यौं, तर चुप लागेर चाहिँ बस्दैनौं। प्रश्न यथावत रहनेछ र प्रश्न जीवित रहनेछ। अस्तिको चैत्र 15 को घटनामा पत्रकार सुरेश रजक र कृतिपुरका 29 वर्षीय सबिन महर्जन प्रति श्रद्धाञ्जली छ, परिवारप्रति समवेदना छ र यो घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन पाउँदैन भन्ने हाम्रो त्यो एक किसिमको ठम्याइ पनि छ। हाम्रो ठम्याइ किन छ भने अघि प्रधानमन्त्रीज्यूले, सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्ने क्रममा स्वीकार्नु भयो कि पूर्व तयारी पर्याप्त थिएन भनेर। उहाँले स्वीकार्नु भयो भनेपछि सरकारले अब त्यो स्वीकार्दैमा त हुँदैन होला। दुईजनाको त ज्यान गइसक्यो, करोडौंको क्षति भइसक्यो। अनि उहाँले एक ठाउँमा सार्वजनिक कार्यक्रममा 10-15 हजार मान्छे त ओरदोर गरिरहन्छन्, त्यसलाई ठुलो कुरा नबनाऊ भनेर भन्नुभयो। त्यही दिन, आन्दोलनको दिन, गृह प्रशासनका प्रवक्ताले, गृह मन्त्रालयका प्रवक्ताले 4000 मान्छे मात्र थियो भन्नुभयो। 10-15 हजार त ओरदोर गरिरहन्छन् भन्ने प्रधानमन्त्रीको गृह प्रशासनले 4000 किन सम्हाल्न सकेन? त्यो प्रश्न उठ्दैन हैन? त्यो प्रश्न त उठ्छ नि। र अर्को कुरा, जुन सुरेश महर्जनलाई, सबिन महर्जनलाई गोली लागेको छ, ऊ ढुङ्गा हानिराखेको थिएन, ऊ हिँडेर फर्किराखेको थियो। सुरक्षाकर्मीतिर पनि अगाडि बढिराखेको थिएन। ऊ आफ्नो साथीभाइतिर फर्किरहेको बेलामा पछाडिबाट गोली हानेको छ। ऊ भागिराखेको पनि थिएन, दौडिराखेको पनि थिएन। ऊ सामान्य रूपले हिँडिराखेको थियो। छापछाप्ती सञ्जालमा त्यो भिडियो पाइन्छ। अब यसमा प्रश्न उठ्नु पर्दैन? यसमा उच्च स्तरीय छानबिन आयोग हामी माग गर्दछौँ र यसरी नै सुरेश रजकको जुन सामान्य रूपमा ऊ उभिराखेको देखिन्छ, त्यसको 10 मिनटपछि ऊ जलिराखेको देखिन्छ। र एभिन्यूज टेलिभिजनमा काम गर्ने एक उसको सहकर्मीको भनाइ अनुसार ऊ एउटा कोठामा कुनामा थचक्क बसिराखेको अवस्थामा उसको जलेको शरीर भेटियो। एउटा कोठामा थुनिएको व्यक्तिको कुनामा गएर थचक्क कसरी बस्छ? त्यसमा शंका गर्ने ठाउँ त यथेष्ट छ। तसर्थ हामी यो चैत्र 15 गतेको कुनै एउटा पक्षलाई हैन, दुईटै पक्षलाई हामी जिम्मेवार रहन भन्छौं। त्यो अराजकता, त्यो उडन्तता प्रति हाम्रो कदापि कतै पनि समर्थन छैन। त्यसको विरोधी हौं हामी। हाम्रो प्रमुख सचेतकको गाडी जलाइयो, उहाँ बल्ल तल्ल त्यहाँबाट बस्नुभयो। जुन घरमा आगो लगाइयो त्यसको तेस्रो तल्लामा रहेको कम्प्युटर व्यवसायी हाम्रो कोशी प्रदेशको सदस्य हो रविन्द्र ओझा। उहाँको व्यवसाय पनि लक्षित गरियो। यहाँ कित्ता काट गर है, तिमीहरू कित्ता काट गर भनेर धेरै प्रश्न उठाउनुहुन्छ। तर त्यो दिनको प्रहारमा त हामीलाई लक्षित गरिएको छ। हामी लक्षित भएका छौं। हाम्रो प्रमुख सचेतकको गाडी, हाम्रो प्रदेश सदस्यको व्यवसाय सबै लक्षित भएको छ। अनि हामी असुरक्षित महसुस गर्दैछौँ। आज प्रधानमन्त्रीले अर्को एउटा कुरा भनेर जानुभयो कि एउटा कर्मचारीको सरुवा हुँदै गर्दा ऊ मन्त्रीप्रति लोयल हुने। कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे?
राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सन प्रति, ऊ जे कार्यविधि लिएर आएको छ त्यो प्रति, उसको संस्थाको लक्ष्य प्रति, यो प्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ। कुनै मन्त्री प्रति लोयल हुने होइन। त्यसैले त्यो गलत आशय थियो कि त गलत संस्कार हो, त्यो दुईटा मध्ये एउटा कुरा हो। त्यो अवलम्बन हामी मान्दैनौँ। त्यसैले गर्दा मन्त्री प्रति लोयल हुने प्रहरी कर्मचारी यस्तो छोडौँ संस्कार। यो सेपरेसन अफ पावर भन्छ, लोकतन्त्र मान्नुहुन्छ तपाईहरू भने सेपरेसन अफ पावर पनि मान्नुहोस्। त्यसैले गर्दाखेरि म लोकतन्त्र मान्नुहुन्छ, गणतान्त्रिक भन्नुहुन्छ भने हामी पनि त्यही छौँ, हामी पनि मान्छौँ। तर यो अवसरवाद र राजनीतिक मिटर ब्याजीको अभ्यास गर्ने लोकतन्त्र र गणतन्त्र होइन। हामी निष्पक्ष, अनुशासित, संविधानले तोकेको गणतन्त्र र लोकतन्त्र मानेर आएको छौँ र हामी यो देशको हरेक कर्मचारीलाई देश, नागरिक, मतदाता, करदाता प्रति लोयल भइदिन भन्छु, कुनै मन्त्री प्रति होइन। धन्यवाद।